नमस्कार सेवानी सेवा र पूर्ण साथीभाइहरू र हाम्रो गाउँमा चाहिँ भोलिको बिहा छ है। भोलि 8 तारिक फेब्रुअरी 8 तारिक बिहा छ र यहाँ हामी त्यही सबैजना मिलेर धमाधम काम हुँदैछ। यहाँ पप्पु दादाहरू छ, मनोहर भाइ, अमिर, यो चाहिँ बेहुलीको यो चाहिँ के भन्दा चाहिँ बेहुलीपट्टि बिहा हो र सबैजना कामदाममा लागिरहेछ। यहाँ प्रितम छ, यहाँनिर हाम्रो अबु, हामी त एकछिन गलेर बिसाएको है। यहाँ परा छ चिकन, आज चिकन काट्छ, चिकन काट्नुहरू अब सामानहरू काट्नु पारेर सबैजना अब आफ्नो काममा लागिरहेछ। भोलिको बिहा हो ल साथीभाइहरू, तपाईँहरूलाई निमन्त्रणा होला। पप्पु दाले चाहिँ कर्ची मर्चीको हल्का टचिङ बनाउँदैछ। मनोहर भाइ एकदमै बिहानदेखिको खटिरहेको छ कुखुरा पोल्नु। 200 केजी कुखुरा एक्लै बनाइसक्यो। यहाँ कटिङ गर्ने मास्टर खराब छ है केटाहरू। यहाँनिर बनाउँछ चिकनहरू। यहाँ केटाहरू धमाधम लागिरहेको छ साथीभाइहरू। यी भोलिको बिहा, भोलि 8 तारिक फेब्रुअरीको बिहा छ हाम्रो बहिनी है। हाम्रो बेहुलीपट्टि बिहा छ र यहाँ चाहिँ धमाधम चिकन कटिङ हुँदैछ। मेन चिकन कटिङ गर्ने त यहाँ छ। यहाँ नरेश बाङ्गाले के गर्दैछ नि, यहाँ रहेछ खास यो चाहिँ। ओ बाङ्गा, ओ बाङ्गा, चिकन काटेको यो फोटो हाम्रो साथीको त राम्रो छ नि, कामै राम्रो नि त। के भन्ने नि, अब गाउँ समाजमा यतिको सहयोग त तपाईँबाट त अरू त हुँदै हुँदैन नि। एकदम खर्च हो कि नि, एकदम। अब के भन्नु मैले ल सोध्दै तपाईँले यो गाउँ समाजमा यति सहयोग चाहिँ नि अरूले गरेको छैन होइन। अलिक कम्ती बोल्नु होइन, स्वर यस्तो नि त। ल भोलिको बिहामा चाहिँ यहाँ दिदी बहिनी सबैजना आएर यसरी सघाउँदैछ। यहाँनिर हाम्रो भाँडा धुँदैछ भने हाम्रो दिदी बहिनीहरू हो। यहाँनिर चाहिँ च्याउ केलाउने कार्यक्रम हुँदैछ। हाम्रो भाउजू दिमा छनाहरू यता चाहिँ को हो, यो पिङ्क लाउने। ए यो चाहिँ उयो पो रहेछ त हाम्रो बहिनीबाट चिनिन नि। यता हेर्न यहाँ एकदम मजाले काम सघाइँदैछ। भोलिको बिहा हो फेब्रुअरी 8 तारिकको बिहा। यहाँनिर चाहिँ हाम्रो बुहारीहरू चाहिँ अदुवा र लसुन। यहाँ हाम्रो बोजूहरू हुनुहुन्छ, हाम्रो माम र यता भाउजू ए छ, यता हाम्रो दाजु रोमन दाजु खानापिना दिनेमा। अन्त यहाँ छ र कम्प्लिट भएको छैन किनभने यहाँ हाम्रो काम गर्ने भैयाहरू आइपुगेको छैन। हप्ता 12 पछि आउँछु भन्दै थियो। यहाँ चाहिँ मण्डप छ है, कम्प्लिट भएको छैन, गेटहरू बनिएको छैन। 12 पछि आएर बनाउँछु भन्दै थियो, यिनीहरू बिजी छ। यहाँ तलबाट सट्टै गएर चाहिँ हाम्रो साथीभाइहरू 12 बजीको यसो खानाहरू खाँदैछ है। यहाँ अब सुरु हो हाम्रो चाहिँ भान्सा, कति चिकन फ्राई गर्ने। यहाँ 25 दाजु छ, यहाँ केटाहरू सबैजना खाना खाँदैछ अहिले। 2 बजिसक्यो। लास्ट बिहा हो होइन, अब सबैजना मिलेर कटेर चाहिँ राम्रोसँगले यो कार्य उतार्दिउँ होइन। खटिरहेको छु, खटिरहेको छ। अब भोलिसम्म चाहिँ हामी खट्छौँ। धन्यवाद यसरी खट्नुपर्छ गाउँघरमा होइन। सबैको त्यही हो, गाउँमा यहाँ केटाहरू खाना खाँदैछ। यो चाहिँ हाम्रो सुरज भाइ हो। सुरज भाइहरूले के बनाएको यहाँ चाहिँ? यो चाहिँ हामीले बार बनाएको कि योपालि चाहिँ यो युनिक बार बनाएको हो योपालि चाहिँ गाउँमा। कति अर्को जस्तो मात्रै उयो डिजाइन दामी बनाउँदैछ यो। अब अहिले त खासै राम्रो देखेको छैन है, अहिले फिनिसिङमा चाहिँ दामी देख्छ होला। यो फिनिसिङ भनेपछि यो पराल चाहिँ कहाँबाट लिएको? यो पराल चाहिँ तल हामीले उयोबाट मगाएको, सिलगढीबाट कि सिलगढी रोहिनीबाटै मगाएको। त्यसको चाहिँ अब हामीले योपालि न्यू डिजाइन। भोलि यहाँ चाहिँ बस्ने चाहिँ यहाँ बस्ने चाहिँ उभिएर खाने हो होइन, बारमा बस्नु पऱ्यो नि त एकजना। त्यही हो, त्यही होला। हामी त हुँदैनौँ हो, हामी त अब किचनतिरै हुन्छ हो। यहाँ चाहिँ अब हाम्रो भाउजूहरूलाई राख्नु पऱ्यो। डिजाइन चाहिँ तर न्यू डिजाइन, कतिवटै मैले त्यो कभरेज खाना भएको भनौँ, न्यू मोडल। यो चाहिँ हाम्रो गाउँमा बिहा छ र हाम्रो केटाहरू चाहिँ यस्तो मजाले खटिरहेछ। यो बार चाहिँ अब बनेपछि त कस्तो हुन्छ, अरू अझै आउँछ नि होइन डेकोरेसनहरू भित्र। त्यसको लागि चाहिँ अब धेरै सजिलो। ल चाहियो भने चाहिँ साथीभाइहरू यहाँ
हाम्रो सुरज भाइसँग तपाईँहरूले लिङ्क के भन्छ फोन गर्नु होला कन्ट्याक्ट गर्नु होला यस्तो दामी बनाइन्छ कि यो के भन्छ यो त नर्मल हो है यो त नर्मल हो यो हामी हल्का युट्युबबाट सिकेको हामी पनि त्यस्तो यो त होइन हो सिकिहाल्छ युट्युबमा हेर्ने युट्युबमा हेरेर सिकेको कि भाउजूहरू सबै आज है यहाँ हाम्रो बहिनीको बिहा छ र त्यही सबैजना आएर यहाँ सघाउने कार्यक्रम भइरहेछ सबैजना हाम्रो एउटा समाज भएर हो यहाँ आलु तास्दैछ हाम्रो बोजूहरू घर चाहिँ यहाँ हो यहाँनिर चाहिँ अदुवा लसुनहरू चलाउने कार्यक्रम गरिरहेछ यहाँ हाम्रो फुपूहरू आइरहेको छ फुपूहरू यहाँ बुढी भाउजू यहाँ बुहारीहरू मसलाहरू अदुवा लसुन मिलाउने काम गरिरहेछ यहाँ चाहिँ लगभग भाइहरूले सकिसकेको छ बार यस्तो राम्रो स्याहारिरहेछ केटाहरूले अब बार चाहिँ सेटिस बनाउने रहेछ हाम्रो सुरज भाइले त सेटिस बनाइदिनु छ यहाँ बुहारीले चिया बाँड्छ तातो त बेहुलीको भाइ चाहिँ यहाँ छ यहाँ हाम्रो भाइहरू किन एउटै डिजाइन मात्रै अरूकोमा मेन कटर यहाँ चाहिँ अब सुताको हिसाबमा चाहिँ यस्तो काट्नु पर्दो रहेछ कटिङ मास्टर यहाँ हाम्रो चाङ चिया बाँड्दै खै खाइदियोस् चिया चाङ अर्काको किन चोरौँ भनेर चाहिँ हामीले चाहिँ एउटा नयाँ कन्सेप्ट दामी लिएर चाहिँ गरेको हो चिया यहाँ बेहुलाको भाइ के गरौँ र कसो गरौँ भइरहेछ बिचरा पिटी परिरहेछ केटाहरूले सानो जोजोले पनि चिया खाने अरे यहाँनिर के हो त्यो चाहिँ केस बानेको जस्तो के हो फिनिसिङ पनि आएन भरे त ल फिनिसिङ चाहिँ भरे अब हुनेछ यहाँ फिनिसिङ चाहिँ अब कति बेला हुन्छ 2 दिन भयो फिनिसिङ चाहिँ हेर्न आउन न कस्तो बनायो पर्सि भोलिको बिहा पर्सि सक्दा ठिकै होला केटाहरूले आइतबारको बिहा सोमबार सकिदिन्छ अरे केटाहरूले हाम्रो यतिको छ केटाहरू चाहिँ परालको पनि बन्दोबस्त गरेर एकदम रेडी भइरहेछ हाम्रो जुन यो बारको कन्ट्र्याक्ट चाहिँ यहाँ दाजुले लिनुभएको छ यो के बनाउनु भएको बोर्डर यहाँ साइडमा बोर्डर बोर्डर यो लास्टमा यो यहाँ यस्तो ए त्यो साइडमा आउने साइडमा आउने ल अहिले फिनिसिङ भएर हेरौँ न ल यो बुन्ने रहेछ मैले ल बुनिदिनु यो कति जाँदैछ त्यो साइज त भएन नि एउटा ठुलो भयो एउटा सानो भयो यो क्यान्सल भयो एक बुनिदिन्छु म ल फिनिसिङमा आउँदैछु म ल यहाँ चाहिँ हाम्रो सुरज भाइले नयाँ डिजाइनको बारको आज बार बनाउँछ र फिनिसिङ आउँछ तपाईँहरूलाई फिनिसिङ अहिले देखाउँछु एकदमै दामी बनाउँछ क्या कस्तो दामी बनाउँछ दामी बनाउनुहोस् केटाहरूले टाइमिङ लाइट हाल्यो नि भन्छ दामी हुन्छ है डिजाइन निकाल्नु सकेर हाल्ने यहाँ तर अब यो कम्प्लिट हुन अलिक टाइम लाग्छ कम्प्लिट भएपछि तपाईँहरूलाई देखाउँछु बारको कस्तो मजाको बनिसकेको छ है